हाम्रो कलङ्कीको मास आउन दिएन, हाम्रो गौशालाको मास आउन दिएन, हाम्रो बसपाको मास आउन दिएन। सबै जुलुसलाई बाटो बाटोमै रोकेर सुरुमै कार्यक्रम स्थल हामी पुग्नुभन्दा 15 मिनट अगाडिदेखि नै रणभूमि जस्तो बनाएको थियो। त्यसले गर्दाखेरि कुन नेपाली दाजुभाइ दिदीबहिनीहरूको आँखाबाट आँसु झर्दैन, कसको ब्लड खुन ताप्दैन। त्यसले गर्दाखेरि म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको सुरक्षाकर्मीलाई म के भन्न चाहन्छु भने तपाईहरूप्रति मेरो कुनै लक्षित दुश्मनी होइन, तपाईहरू राज्यको संयन्त्र हो। तपाईहरूलाई पर्न गएको चोटमा म क्षमा चाहन्छु। तर एउटा कुरो के छ भन्दाखेरि दुर्गा प्रसाद तपाईहरूबाट टाढा छैन र केही साथीहरू, केही 12 भाइ मिडियाहरू मेरो पछाडि हात धोएर लागेका छन्। यिनीहरू भनेको क्रिस्चियनको पैसा खाएर, युएसआइडीको पैसा खाएर, युरोपियन युनियनको पैसा खाएर आज देश तहस नहस बनाएको छ। र केही मारवाडी तस्करहरू र 12 भाइ मिडियाहरू जुन तरिकाले लागेका छन् सोसियल मिडियामा बोल्ने बुद्धिजीवी दाजुभाइ दिदीबहिनीहरूलाई, सबै बुद्धिजीवी विज्ञ वर्गहरूलाई म के भन्छु भने यो नागरिक विद्रोहलाई सफल पार्न सबैजना सहयोग गरिदिनुहोस्। म भागेको छुइनँ, म भाग्दिनँ। पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन, किनभने मलाई गोन्जालो बनाएर यो आन्दोलन दबाउने कोसिस गरिएको छ। म सुरक्षित मात्रै बसेको, मलाई साफ भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने कुरो मैले सुनेपछि म सुरक्षित मात्रै बसेको, मलाई साफ भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने कुरो मैले सुनेपछि म सुरक्षित ठाउँमा बसेको छु। म भागेको छुइनँ। म नेपाल र नेपाली छोडेर म भाग्दिनँ। म भाग्नलाई जन्मेको होइन, म झुक्नलाई जन्मेको होइन, बरु म मर्छु तर तपाईहरूको अगाडि मर्छु। त्यसले गर्दाखेरि तपाईहरू के बुझिदिनुहोस् भने सम्पूर्ण नेपाली नागरिकलाई त्यो घटना कसरी भएको छ, पत्रकारलाई आगो कसरी लगाइएको छ, त्यो घर माथि कसरी बिहानैदेखि गएर चाहिँ पुलिस र सुरक्षाकर्मीहरू चढेका छन्। र अर्को कुरो के छ भने हाम्रो अभियानले म फिल्ड कमान्डर, म कमान्डर हुँदै हुँदाखेरि मेरो मुखबाट सुन्नुभयो तपाईहरूले चाहिँ सुनेको छ, फलानुलाई आगो लगा, फलानु घर आगो लगा, गोली हान भनेर। मैले त्यहाँ भनेको छु बरु एयरपोर्ट कब्जा गरौँ, संसद भवन कब्जा गरौँ, मान्छेका घरमा आगो लगाउने तोडफोड गर्ने काम नगर साथीभाइ हो भनेर मैले भनेको छु। तर जुन घटना भएको छ त्यो घटनाप्रति म दुःख व्यक्त गर्दछु। र जुन मान्छेहरू, जुन 5 जना मरेको खबर आएको छ, अहिले 2 जना मात्रै देखाएको छ, एकजना पत्रकार भाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। र अर्को हाम्रो महर्जन भाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। र अरू 5 जनाको पनि तुरुन्त यिनीहरूले चाहिँ सार्वजनिक गरून्। त्यो भन्दै म सम्पूर्ण नेपाली दाजुभाइबाट म टाढा छुइनँ, म काठमाडौँमै छु। तपाईहरू पिर नगर्नुहोस्, म काठमाडौँमै कुनै एउटा